थियौं भन्दाखेरि वी आर डुइङ पोजिसनल भ्यालुलाई हामीले के गर्यौं भनेर भन्दाखेरि क्याल्कुलेट गर्यौं पोजिसनल भ्यालु चाहिँ तपाईको के को केसमा भनेर भन्दा इन्डिभिजुअल सिरिजको केसमा अब आज तपाईको अगाडि बढाउँ के भनेर भन्दाखेरि पोजिसनल भ्यालुलाई नै तर के को लागि भनेर भन्दाखेरि आई फर डिस्क्रिट सिरिज ठीक छ केही स्टेप्सहरु पालना गर्न पर्यो तपाईहरुले स्टेप 1 arrange the data value x in ascending order सहिलोलाई ascending हुन्छ त्यही कारणले त ascending मानौ arrange the data value x in ascending order and assign the corresponding frequency step number 2 use the same formula अथवा पहिला हामीले के भन्नु पर्यो भनेर भन्दाखेरि draw frequency distribution table containing a column of cumulative frequency. This is step 3. Use the same formula provided in the chart of individual series to get our positional value. Step 4. Our required positional value is the data value x corresponding to the cumulative frequency equal to or just greater than the value calculated in step 3. यदि काम गर्नु पर्छ यी चारवटा स्टेजमा अथवा स्टेप्समा हामीले के गर्छौं भनेर भन्दाखेरि कुनै पनि डिस्क्रिट सिरिजको पोजिसनल भ्यालु क्याल्कुलेट गर्छौं Let me dictate. Step 1. Arrange the data value x in ascending order and assign the corresponding frequencies. Step 2. Draw a frequency distribution table containing a column of cumulative frequency. Step 3. Use the same formula provided in the chart of individual series to get our positional value. Step 4. Our required positional value is the data value x corresponding to the cumulative frequency equal to or just greater than the value calculated in step number 3. यदि काम गर्नु पर्यो भयो त कुरा Let me take an example. This is my example. You have been provided with data value x as 5 भन्यो 2 भन्यो त्यस्तै 3 भन्यो 8 भन्यो र 7 भनेर भन्यो यसको फ्रिक्वेन्सीजहरु दियो डिस्क्रिट सिरिज भन्छ यस्तो प्रकारको होला 2 5
3 1 र 4 भनेर भन्यो। ठीक छ, यसको तपाईले के क्याल्कुलेट गर्नु पर्यो, क्याल्कुलेट सबै कुरा। मानव मिडियन भने अरे मैले Q3 भने अरे D7 भने अरे मानव P40 भने अरे यो क्याल्कुलेट गर भनेर भने मैले। अब के गर्ने भन्ने पहिलो स्टेप भन्दाखेरि जे भनेको छ त्यो अनुसारले अगाडि बढ्नु पर्यो तपाईले। पहिलो स्टेप मैले के भने स्ट्याटिस्टिक्स के मानेमा सहिलो छ भनेर भन्दा वी प्रोभाइड यु द स्टेप्स, फलो द्याट स्टेप्स यु विल गेट योर एन्सर भन्ने कुरो हो। त्यहाँ त्यति साह्रो लजिक लाउनु पर्ने भन्ने हुँदैन म्याथ्समा जस्तो। मैले पहिला के भने भन्दाखेरि डाटा भ्यालु एक्स लाई एसेन्डिङ अर्डरमा ल्याऊ। एसेन्डिङ अर्डरमा छ यो एफ, एसेन्डिङ अर्डरमा ल्याउन सकिन्छ फ्रिक्वेन्सीहरूलाई कि मलाई फ्रिक्वेन्सीलाई एसेन्डिङ अर्डरमा किन ल्याउनु पर्यो? मैले फ्रिक्वेन्सीलाई एसेन्डिङ अर्डरमा ल्याऊ भने हो र होइन नि। हामीलाई फ्रिक्वेन्सीसँग मतलब छैन, मलाई मतलब केसँग छ भनेर भन्दाखेरि आई डु हेभ मतलब विथ के भनेर भन्दा डाटा भ्यालु एक्स। डाटा भ्यालु एक्ससँग मतलब छ, यो हाम्रो एसेन्डिङ अर्डरमा छ कि छैन भनेर हेर्नु पर्यो। छ त 5 पछि 2 त्यसपछि 3 आउने त होइन भनेपछि एसेन्डिङ अर्डरमा लिएर जाउँ। फर्स्ट स्टेप काम गरेँ मैले। फर्स्ट स्टेपमा एरेन्जिङ द डाटा इन एसेन्डिङ अर्डर पहिला के आउँछ 2 अनि 3 अनि 5 अनि 7 र अनि 8। अब फ्रिक्वेन्सी सरासर सार्दिम 2 5 3 1 4 भनेर लेख्दिम। 2 5 3 1 4 के गर्ने हो कि आफ्नो जुन फ्रिक्वेन्सी छ त्यति हाल्ने होला, आफ्नो जे छ त्यही हाल्नु पर्यो। एसाइन द करेस्पोन्डिङ फ्रिक्वेन्सी भनेको यसरी जे हो त्यही सार भनेको होइन नि। हाम्रो के भनेको हो भनेर भन्दाखेरि करेस्पोन्डिङ 2 को कति छ 5 छ, 5 नै हाल्नु पर्यो। 3 को कति छ 3 नै छ, 5 को कति छ 2 छ, 7 को 4 छ, 8 को 1 छ। करेस्पोन्डिङ फ्रिक्वेन्सीजहरु एसाइन गर्यो। पहिलो काम हामीले गर्यो। पढ्नुस् स्टेप नम्बर 1 के लेखिएको थियो भन्दा एरेन्ज द डाटा भ्यालु एक्स इन एसेन्डिङ अर्डर र यसको करेस्पोन्डिङ फ्रिक्वेन्सी एसाइन गर भनेर भन्यो। स्टेप 2 ड्र फ्रिक्वेन्सी डिस्ट्रिब्युसन टेबल कन्टेनिङ कोलम अफ क्युमुलेटिभ फ्रिक्वेन्सी। क्युमुलेटिभ फ्रिक्वेन्सी भएको कोलम बनाऊ अरे भनेपछि 5 को 5 नै भयो। 5 र 3 कति भयो 8, 8 र 2 10, 10 र 4 14, 14 र 1 कति भयो 15 टोटल क्युमुलेटिभ फ्रिक्वेन्सी। र यहाँ यदि मैले समेसन अफ एफ गरे भने समेसन अफ एफ भन्नु नै एन हो डिस्क्रिट सिरिजको लागि। यो पनि त तपाईको कति आउनु पर्छ 15 आउनु पर्छ कि पर्दैन? पर्छ। जहिले पनि यो र यो बराबर हुन्छ के को केसमा डिस्क्रिट र कन्टिन्युअस सिरिजको केसमा यस्तै कुराहरु हुन्छ। अब के भन्ने हो त भनेर भन्दाखेरि यति काम गरेपछि स्टेप नम्बर 3 मा के भन्ने आछ पढ्नुस्। स्टेप नम्बर 3 मा के भन्ने हो भन्दाखेरि जे फर्मुला पहिला इन्डिभिजुअल सिरिजमा लगाउनु भयो थियो त्यही नै फर्मुला लगाउनुस् डिस्क्रिट सिरिजको लागि पनि भनेर भने मैले हो। भनेपछि यहाँ मिडियनको लागि मिडियनले कति टुक्रा पार्छ सर? पहिला n+1 सामूहिक रूपमा छँदैछ, मिडियनले 2 टुक्रा पार्छ भनेपछि डिभाइड बाइ टुथ आइटम भने n कति छ सर 15, 15 + 1 भागा 2 भने कति आयो 8 हो। 8th आइटम भनेपछि आन्सर 8 हो। भन्दाखेरि हामीले के भन्यौं भनेर भन्दा स्टेप 4 मा के भन्नु लेखेको छ भन्दा आवर रिक्वायर्ड पोजिसनल भ्यालु इज द डाटा भ्यालु x करेस्पोन्डिङ टु द क्युमुलेटिभ फ्रिक्वेन्सी इक्वल टु अर जस्ट ग्रेटर देन द भ्यालु क्याल्कुलेटेड इन स्टेप 3 भनेर भन्यो। स्टेप 3 मा तपाईले एउटा भ्यालु क्याल्कुलेट गर्नुभछ अरे त्यो भ्यालु चाहिँ के गर्नुस् अरे भन्दा क्युमुलेटिभ फ्रिक्वेन्सीमा खोज्नुस् अरे। ठीक छ, क्युमुलेटिभ फ्रिक्वेन्सीमा खोज्दा पाइयो 8। 8 तपाईको चाहिँ हाम्रो ठ्याक्कै पाइयो भने नै यसको करेस्पोन्डिङ डाटा भ्यालु x भने कति 3 इज योर आन्सर भनेर भन्यो। तर मानम ठ्याक्कै 8 पाइएन भने के गर्ने रे 8 भन्दा जस्ट ग्रेटर देन भ्यालु भनेको क्युमुलेटिभ फ्रिक्वेन्सीमा 10 छ, 10 को करेस्पोन्डिङ भ्यालु 5 इज योर आन्सर भनेर भन्नु पर्यो। सकिन्छ। Q3 पत्ता लगाउँ यसरी थर्ड क्वार्टाइल सर कति टुक्रा पार्छ क्वार्टाइलले n+1 सामूहिक रूपमा छँदैछ 4 टुक्रा पार्छ भनेपछि डिभाइड बाइ 4 गर्नु पर्यो। कुन क्वार्टाइल थर्ड क्वार्टाइल 3 ले मल्टिप्लाई गर्नु
यतिऔं आइटम लेख्न नभुलौं। त्यसपछि आयो फ्री इन्टु n + 1 भनेको 15 1 16 16 भागा 4 भने 12औं आइटम हो। 12th आइटम। सर 12 कहाँ देखे क्युमुलेटिभ फ्रिक्वेन्सीमा भन्दा 12 त देखिएन। तर 12 भन्दा जस्ट ग्रेटर देन भ्यालु कुन हो 14 भन्छ आन्सर 14 हो त भन्दाखेरि आन्सर 14 होइन। 14 को करेस्पोन्डिङ डाटा भ्यालु x भनेको थियो 7 7 इज योर आन्सर। अब त बुझिहाल्नु भयो होला फटाफट। D7 निकाल अरे के गर्नु पर्यो n + 1 लिनै पर्यो। डेसाइलले कति टुक्रा पार्छ 10 टुक्रा। कतिऔं डेसाइल 7औं डेसाइल भन्छ इन्टु 7 गर्नु पर्यो। यतिऔं आइटम भन्छ 7 इन्टु कति भयो 15 1 16 16 भागा 10 भनेको 1.6 11.2औं आइटम भयो। अब यहाँ सर यस्तो गरौँ कि नगरौँ 11th आइटम प्लस 0.2 इन्टु 12th आइटम माइनस 11th आइटम के यो गर्नु पर्यो र भन्दा यो गरिराख्नु पर्ने जरुरी छैन भनेर भने यो गर्नुपर्ने त कहाँ थियो इन्डिभिजुअल सिरिजको लागि हो। डिस्क्रिटको लागि यो गर्ने होइन। यो पनि होइन। के गर्नु पर्यो 11.2 खोज्ने ठ्याक्कै पाइयो भने पाइहाल्यो पाइएन भने 11.2 भन्दा जस्ट ग्रेटर देन कति हो 14 14 करेस्पोन्डिङ भ्यालु 7। सर यो किन गर्नु पर्दैन भन्ने तपाईको मनमा होला। किन हो त भनेर भन्दा जस्तै मेरो है मैले यदि यही चीजलाई इफ आई कन्भर्ट दिस इन्टु इन्डिभिजुअल सिरिज इन्डिभिजुअलमा कन्भर्ट गरे भने यो कस्तो हुन्छ 2 कति चोटी 5 चोटी भनेपछि 2 2 2 2 2 2 भनेर लेख्छु। 3 कति चोटी 3 चोटी एसेन्डिङ अर्डरमा हुनु पर्यो भन्ने कुरा एसेन्डिङ अर्डरमा अटोमेटिकली हुनु पर्यो। 5 2 चोटी 7 4 चोटी 8 1 चोटी 15 वटा भयो कि भएन नभएर सुख हुन्छ र हेर्नु 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 वटा भयो कि भएन भयो। अब यहाँ मैले तपाईको चाहिँ त्यही फर्मुला लगाए भने नि कति आउँछ त भन्दा n प्लस यही फर्मुला लाउँदाखेरि त आउँछ त 11.2 नै आउँछ। 11.2 यदि यो इन्डिभिजुअल सिरिज भएको भए 11औं आइटम कुन हो त भन्दा 1 2 3 4 5 6 7 8 9 10 11 ठिक छ। यही फर्मुला लगाए नि 11 आइटम पनि 7 प्लस 0.2 इन्टु 12औं आइटम पनि कति 7 माइनस 7 7 माइनस 7 0 0 मा तपाईको चाहिँ 7 जोड्दाखेरि कति आन्सर आउँछ त 7 आउँछ। यसलाई अटोमेटिकली केले एकाउन्ट फर गर्छ भन्दाखेरि अघि मैले भनेको स्टेप जुन भने क्युमुलेटिभ फ्रिक्वेन्सी भन्दा जस्ट ग्रेटर देन लिएर त्यसको करेस्पोन्डिङ डाटा भ्यालु x लिनु भन्नु र यो काम गर्नु भन्नु कुरो एउटै हो। सिन्स यो दुईटाको डिफरेन्स अप भ्यालु र लो भ्यालुको तपाईको डिफरेन्स 0 हुने भएको कारणले गर्दाखेरि हामीले यो काम गरिराख्नु पर्ने जरुरी छैन भन्ने कुरा। यो गर्ने कहाँ हो भन्दाखेरि इन्डिभिजुअल सिरिजको लागि। अनि कहाँ थियो त्यो भनेपछि यहाँ तपाईले यो गर्नुपर्ने केलाई मात्र हो भन्दा इन्डिभिजुअल सिरिजलाई मात्र भनेर स्पेसिफिकली लेख्नुस्। आवर रिक्वायर्ड पोजिसनल भ्यालु इज x.y आइटम देन आवर रिक्वायर्ड पोजिसनल भ्यालु इज यति टु बी ओन्ली डन फर स्पेसिफिकली तपाईले भन्नु पर्यो। फर्मुला इज ओन्ली टु बी युज्ड फर इन्डिभिजुअल सिरिज डाटा भन्छ। डिस्क्रिट र कन्टिन्युअसमा यो काम गर्नेवाला छैनौँ। ठिक छ। हिजोको लेक्चरमा मैले जुन x.yth आइटम भन्ने कुराहरूको डेरिभेसन गरेको थिएँ त्यो कुराहरू तपाईले इन्डिभिजुअललाई मात्र लाउने हो। डिस्क्रिट कन्टिन्युअसमा त्यो काम गर्नुपर्ने जरुरी छैन भन्ने कुरा मैले भने। सकिन्छ यसरी p40। अब त के गाह्रो भयो त्यही फर्मुला लाउने हो p40
n plus 1 is divided by पर्सेन्टाइलले 100 टुक्रा कति हो पर्सेन्टाइल 40 औं पर्सेन्टाइल भने कति गर्नु पर्यो 40 लाई कतिले मल्टिप्लाई गर्नु पर्यो n भने हाम्रो आयो 15 15 1 16 भागा 100 भनेको कति हो 0.6 वा 0.16 यति हो आइटम 6.4th आइटम 6.4 कहाँ देखेछ छैन तर 6.4 भन्दा जस्ट ग्रेटर देन भनेको 8 8 को करेस्पोन्डिङ भ्यालु 3 सो योर आन्सर इज 3 यसरी काम गर्नु पर्यो सकिन्छ भनेपछि थर्ड वन पोजिशनल भ्यालु कसको लागि फर कन्टिन्युअस सिरिज पहिलो काम हामीले के गर्छौं स्टेप 1 draw frequency distribution table containing a column of cumulative frequency same step 2 को हेडिङ हुन्छ तपाई के भन्दाखेरि लोकेसन अफ क्लास अफ पोजिशनल भ्यालु यसको हेडिङ हो स्टेप नम्बर 2 को द क्लास अफ पोजिशनल भ्यालु is located by using the formula provided in chart below यो तल दिएको चार्टलाई युज गरेर हामीले क्लास अफ पोजिशनल भ्यालु पत्ता लगाउने रे भन्ने कुरा आयो पोजिशनल भ्यालु ठीक छ नेक्स्ट आयो अस्तिको जस्तै नम्बर अफ हाउस नम्बर अफ पोजिशनल भ्यालु फर्मुला पहिला आयो मिडियन जुनलाई हामीले केले जनाउँछौं भनेर भन्यौ एमडी ले त्यसपछि आयो क्वार्टाइल यसलाई क्यूआई ले जनाइन्छ त्यसपछि आयो डेसाइल यसलाई डीआई ले जनाइयो त्यसपछि आयो पर्सेन्टाइल यसलाई पीआई ले जनाए मैले मिडियन ले कति टुक्रा पार्छ डाटालाई 2 टुक्रा क्वार्टाइल ले 4 टुक्रा डेसाइल ले 10 टुक्रा पर्सेन्टाइल ले 100 टुक्रा कति टुक्रा बनाउँछ त भनेर भन्दा 2 टुक्रा बनाउनलाई कतिचोटी काट्नु पर्छ भन्दा एकचोटी काट्नु पर्छ भने मैले 4 टुक्रा बनाउनलाई 3 चोटी काट्नु पर्छ एवं रूपले यतिवटा पोजिशनल भ्यालु छ भन्ने कुरा आयो सर यो त पहिले लेखेको किन डबल डबल लेखिरहनु भयो भन्ने आउला फर्मुलामा केही चेन्जेस आउँछ वहाँ हामीले n+1 युज गर्थ्यौं भने नै यहाँ जेनेरिक टर्मको रूपमा n मात्र युज गर्छौं n इज डिवाइडेड बाइ 2 यति हो आइटम भनेर भन्नु पर्यो इन्टु आई त सधैँ गर्नु छँदै छ तर यहाँ आई जहिले पनि 1 हुने भएको कारणले गर्दा गर्नु र नगर्नुको कुनै औचित्य खासै देखिएन वेयर आई भने के भयो जहिले पनि 1 नै हुने भयो अनि 1 ले मल्टिप्लाई गरेपछि n/2 नै डाइरेक्ट लेख्दै हुन्थ्यो आई नलेखे पनि हुन्थ्यो कि हुन्थेन हुन्थ्यो यहाँ क्वार्टाइललाई भन्नुस् n/4 ठीक छ किन भन्दाखेरि यहाँ n+1 आउन यहाँ जेनेरिक टर्ममा n आउँछ कतिवटा क्वार्टाइल भन्दाखेरि 4 टा क्वार्टाइल 4 ले भाग गरे कतिऔं क्वार्टाइल चाहियो मानम मलाई फर्स्ट क्वार्टाइल चाहियो भने आई 1 हुने भयो सेकेन्ड क्वार्टाइल भयो भने 2 हुने भयो थर्ड क्वार्टाइल भने 3 हुने भयो यति आइटम वेयर आई इज इक्वल टु कति 1 2 र 3 किन भन्दा तीनटा छ
यहाँ भन्नुहोस् के भयो फर्मुला डेसाइलको लागि n इज डिभाइड बाई डेसाइलले कति टुक्रा पार्छ 10 टुक्रा भनेपछि यति औँ डेसाइल यति औँ आइटम भन्नु पर्यो कतिले मल्टिप्लाई गर्ने आईले मल्टिप्लाई गर्ने वेयर आई भनेको कति हुने भयो आई भनेको 1 देखि कहाँसम्म पर्ने भयो वा 1 2 गर्दै कहाँसम्म 9 सम्म जुन पनि पर्न सक्ने भयो लास्टको भन्नुहोस् पर्सेन्टाइलमा जेनेरिक टर्ममा एन आइहाल्यो पर्सेन्टाइलले 100 टुक्रा पार्छ 100 ले भाग गरे कति औँ पर्सेन्टाइल जति औँ चाहे त्यति नै ले मल्टिप्लाई गर्छु यति औँ आइटम वेयर आई इज इक्वल टु 1 2 गर्दै तपाईँ कहाँसम्म जानु पर्यो 79 सम्म जानु पर्यो जस्ट अरू कुरा त्यही रहेछ हामीले के चेन्ज गर्यौं भन्दा n + 1 को ठाउँमा n ले रिप्लेसमेन्ट गर्यौं स्टेप 3 थर्ड स्टेप our required class of positional value is the class corresponding to the cumulative frequency equal to or just greater than the value obtained by using formula of step 2 स्टेप 2 मा दिएको फर्मुला लगाएर जे जति भ्यालु आउँछ त्यो भ्यालु तपाईले क्युमुलेटिभ फ्रिक्वेन्सीमा खोज्नु पर्यो पायो भने ठीक छ त्यसको करेस्पोन्डिङ क्लास नै के हो भन्दा पोजिसनल भ्यालु क्लास हो पाइएन भने जस्ट ग्रेटर देन भ्यालु खोज्ने क्युमुलेटिभ फ्रिक्वेन्सी को टेबलमा त्यसको करेस्पोन्डिङ क्लास नै क्लास अफ पोजिसनल भ्यालु हो भनेर भयो स्टेप 4 स्टेप 4 को मैले हेडिङ लेखे के त भनेर भन्दाखेरि एक्ज्याक्ट लोकेसन अफ positional value within the class exact location of positional value within the class भनेर भन्ने त्यही लेखे मैले exact location of positional value within the class is done कसरी गरिन्छ सेम फेरि सार्न मनलाई सार्न सक्नुहुन्छ एक्ज्याक्ट लोकेसन अफ द पोजिसनल भ्यालु विदिन द क्लास इज डन बाई युजिङ द फर्मुला गिवन इन चार्ट बिलो यो चार्टमा दिएको फर्मुला युज गरौँ भन्ने कुरा आयो पोजिसनल भ्यालु के छ मिडियन 2 नम्बर अर्को के हो पोजिसनल भ्यालु क्वार्टाइल 3 नम्बर डेसाइल 4 नम्बर पर्सेन्टाइल एमडी क्यूआई डीआई पीआई फर्मुला के युज गर्ने भन्दाखेरि यहाँ युज गर्नु पर्यो फर्मुला लोअर लिमिट प्लस n is divided by 2 minus CF1 whole is divided by F into H. यहाँ यूज गर्नु पर्यो लोअर लिमिट प्लस I into n is divided by 4 minus CF1 whole is divided by F into H यूज गर्नु पर्यो डेसाइलमा L plus I into n is divided by 10 minus CF1 whole is divided by F into H use गर्नु पर्यो र पर्सेन्टाइलमा युज गर्नु पर्यो फर्मुला लोअर लिमिट प्लस I into n is divided by 100 minus CF1 is divided by F into H
वेयर एल भनेको लोअर लिमिट अफ क्लास अफ पोजिसनल भ्यालु CF1 भनेको cumulative frequency of the class immediately preceding to the class of positional value. F भनेको frequency of class of positional value. H भनेको class size of class of positional value. अनि जस्ट लेख्ने कुरा गरियो हामीले बुझ्ने कुरा केही गरेका छैन These notes are merely for the purpose of your revision मात्र अरु त गर्ने स्टेप तपाईहरुलाई थाहा हुनु पर्यो भयो यति कुरो ल अगाडि बढौं लेट मी टेक एन एक्जाम्पल लिए मैले x डाटा भ्यालु x दियो जस्तै मैले भने 10 देखि 19 त्यस्तै 20 देखि तपाईको 29 30 देखि 39 40 देखि तपाईको चाहिँ कति छ भन्दाखेरि 49 50 देखि तपाईको आयो 59 र यु हेभ बीन प्रोवाइडेड व्हेन दी के त भनेर भन्दा फ्रिक्वेन्सी एज 2 4 3 8 र 12 यो दियो तपाईलाई के भनेर भन्दा फ्रिक्वेन्सी फाइन्ड जे पत्ता लगाउ भने पनि भयो एमडी मानम डी3 Q1 P27 भनेर ल क्वेशन न हो जे बनाइदिए पनि तपाईको चाहिँ हाम्रो हुन्छ अब यहाँ यो कस्तो क्लास डाटा हो भन्दाखेरि कन्टिन्युअस सिरिज भित्रको एक्सक्लुजिभ हो कि इन्क्लुजिभ हो इन्क्लुजिभ मैले हरेक ठाउँमा स्टेप भनेर एक्सक्लुजिभ छ भने इन्क्लुजिभ छ भने एक्सक्लुजिभमा लैजाऊ भनेर लेख्दिन किन भन्दाखेरि मैले च्याप्टर नम्बर 5 पढ्दाखेरि नै के भनेको थियो हरेक स्ट्याटिस्टिकल क्याल्कुलेसन हरेक भन्छ जे पनि पर्यो हरेक स्ट्याटिस्टिकल क्याल्कुलेसनमा यदि त्यो क्लास इन्क्लुजिभ छ भने त्यसलाई एक्सक्लुजिभमा रूपान्तरित गर्नै पर्छ भनेर भन्ने त्यो एक्सक्लुजिभ हो कि इन्क्लुजिभ हो भनेर पत्ता लगाउनको लागि मैले भन्थे तिमी जहाँ खतम हुन्छौ म त्यहाँबाट सुरु हुन्छु भन्ने स्टेटमेन्ट प्रमाणित हुनु पर्यो त्यो भछ र भछेन नभएपछि के गर्ने भने थियौ भनेर भन्दाखेरि हामीले यहाँ एउटा एडजस्टिङ फ्याक्टर पत्ता लगाउँछ एडजस्टिङ फ्याक्टर भनेको यहाँ इमिडिएटली सक्सिडिङ क्लासको के लिने भन्दा लोअर लिमिट र इमिडिएटली प्रिसिडिङ क्लासको अप्पर लिमिट लिने त्योमा घटाउने 20 मा 19 घटाएको कति भयो 1 इज डिभाइड बाइ 2 भने 0.5
0.5 सबै अप्पर लिमिटमा जोड्ने, हरेक लोअर लिमिटमा घटाइदिने भन्ने कुरो भयो। भनेपछि पहिला गरौँ, त्यो त गर्नै पर्यो, मैले स्टेप भनेर यहाँ लेखाइनँ तर गर्नै पर्यो। कन्भर्जन टु एक्सक्लुजिभ एक्स भन्ने हो। भनेपछि हरेक लोअर लिमिटमा घटाऊ, 9.5 अप्पर लिमिटमा जोडिदेऊ 19.5, 19.5 देखि 29.5, 29.5 देखि 39.5, 39.5 देखि 49.5, 49.5 देखि 59.5। आनन्दले अब जेनरली कन्टिन्युअस सिरिजमा चाहिँ एसेन्डिङ अर्डरमा अलरेडी दिएको हुन्छ क्लास, त्यही कारणले गर्दा एसेन्डिङ अर्डरमा हाल भनिराख्नु पर्ने जरुरी भएन। जेनरली यसरी 10 देखि 19, त्यसपछि 40 49 अनि 20 29 त्यसरी दिँदैन। जेनरल दियो भने तपाईँले के गर्नु पर्ला, क्लासहरूलाई नि एसेन्डिङ अर्डरमा हाल्नु पर्ने हुन्छ। बुझ्नुभयो कुरो भने के भनेर भन्दा नपर्ने होइन एसेन्डिङ अर्डर, तर एसेन्डिङ अर्डरमा क्लासहरू दिएकै हुन्छ जेनरली, त्यही भएर मैले त्यो स्टेपमा लेखिनँ। यदि नभयो भने एसेन्डिङ अर्डरमा जस्तै 9 देखि 19.5 अनि एकैचोटि 49 देखि 59.5 त्यसपछि 19.25 भयो भने पहिला त्यसलाई एसेन्डिङ अर्डरमा क्लासलाई हामीले मिलाउने काम त गर्छौँ नै। फ्रिक्वेन्सी जे छ त्यो सर 2 4 3 8 र 12 यहाँ सर र सार्न पाइन्छ कि पाइन्न? फ्रिक्वेन्सी यहाँ त पाइन्छ। अघि पो के थियो भनेर भन्दाखेरि डिस्क्रिट सिरिजमा एसेन्डिङमा अर्डरमा चेन्ज गर्दाखेरि फ्रिक्वेन्सिजहरू करेस्पोन्डिङ एसाइन गर्नुहोस् भनेर भन्नु। यो काम भनेको खास गरी हाम्रो यो नोटको आधारमा मैले गरे होइन। यो त तपाईँ कुन नोटको आधारमा गरेको भन्दा च्याप्टर नम्बर 5 को नोटको आधारमा गरेको। आज लेखिएको नोटको आधारमा हामीले के गरौँ भन्दाखेरि कामहरू गर्दै जाउँ। भनेपछि क्युमुलेटिभ ड्र फ्रिक्वेन्सी डिस्ट्रिब्युसन टेबल कन्टेनिङ अ कोलम अफ क्युमुलेटिभ फ्रिक्वेन्सी पहिलो स्टेप भयो। क्युमुलेटिभ फ्रिक्वेन्सी भएको एउटा डिस्ट्रिब्युसन टेबल बनाऊ अरे। 2 र 4 जोडियो 6 भयो, 6 र 3 जोडियो 9 भयो, 9 र 8 जोडियो कति भयो? 17 भयो, 17 मा 12 जोडियो कति भयो? 29 भयो। यहाँ जोड्दा नि समेसन अफ एफ भने 29 हुने रहेछ, जुन भने एन पनि हो। अब यहाँ हामीले कसरी काम गर्छौँ त भन्ने कुरो आयो। हाउ इज दि पोजिसनल भ्यालु क्यालकुलेटेड? मैले यदि के भएको भए भन्दा अरू क्यालकुलेसन गरेको भए के भन्ने थिए भन्दा फर अल स्ट्याटिस्टिकल क्यालकुलेसन टेक मिड पोइन्ट लिएर डिस्क्रिट सिरिजमा लैजाऊ भनेर भन्थे। तर त्यहाँ च्याप्टर नम्बर 5 मा मैले के लेखाएको छु भन्दा नोट, हरेक स्ट्याटिस्टिकल क्यालकुलेसनमा तपाईँले कन्टिन्युअस सिरिजलाई डिस्क्रिटमा लानुपर्छ मिड पोइन्ट लिएर, केलाई छोडेर भनेर भन्थे। पोजिसनल भ्यालुमा त्यस्तो काम नगर्नुहोस् भनेर भन्यो। अर्को केमा नगर्नु भने मोडमा त्यस्तो मिड पोइन्ट लिने काम नगर्नु भनेर भन्यो। त्यो बाहेक अरू सबैमा मिड पोइन्ट लिने हो। भनेपछि सबै कुरो बुझ्यो कि बुझिएन? भनेपछि च्याप्टर नम्बर 5 मा दुईटा नोट लेखेको कुरालाई तपाईँले के गर्नु पर्यो भन्दा यहाँ हुबहु रूपमा उतार्नु पर्यो। के त भन्दा पहिलो काम इन्क्लुजिभ छ भने एक्सक्लुजिभमा लानै पर्यो। अर्को के भन्दाखेरि मिड पोइन्ट लिने काम मात्र हो भन्दा हरेक स्ट्याटिस्टिकल क्यालकुलेसन हो मा हो केलाई छोडेर भनेर भन्दाखेरि पोजिसनल भ्यालु र मोडमा छोडेर। अब यसलाई यो क्वेसनलाई गर्नुभन्दा पहिला के भने भन्दाखेरि एउटा मैले इक्जाम्पल भने, मानौँ म अमेरिका घुम्न गएँ, त्यो एउटा अमेरिकनले के भन्यो भनेर भन्दा ओ म्यान वेयर इज योर होम भनेर तपाईँको चाहिँ भन्यो, अथवा वेयर आर यु फ्रम भनेर भन्यो। ठिक छ, मैले भने के भनेर भन्दा सर आई एम फ्रम नेपाल भनेर भने। उसलाई रिप्लाई त्यही दिए। उसले के भन्यो भन्दा ओ आई हेभ भिजिटेड नेपाल अ इयर अगो, वेयर इज योर होम इन नेपाल भनेर सोधेँ। भनेपछि मैले के भने भन्दा नेपालभित्र पनि मेरो के हो घर भन्दाखेरि पोखरामा हो भनेर मैले भने। इन नेपाल माई होम इज इन पोखरा भनेर भने। उसले फेरि भन्यो होला ए यार म त पोखरा गएको थिएँ यार, घुमेको थिएँ, राम्रो थियो होला भनेर भने। खेर मैले मेरो घर कहाँ हो भन्ने बेला डाइरेक्ट पोखरा भने उसले चिन्ला नचिन्ला के थाहा। पहिले नेपालै गएको छैन भने कहाँ पोखरा भन्ने कुरो थाहै हुन्न। पहिला मैले भने कहाँ भनेर भन्दाखेरि मेरो घर यस्तो नक्सा भएको नेपालमा हो भन्ने कुराहरू आयो। ठिक छ, नेपालमा हो भनेपछि
अनि त्यहाँबाट मैले के गरेँ भन्दाखेरि नेपालभित्रको कहाँ भन्दाखेरि नेपालभित्रको पोखरामा भन्नु पोखराभित्र कहाँ भनेर भन्ला त्यसपछि तपाईँको भन्ला मन्यु रोड चिप्लेढुङ्गा पृथ्वी चोक भनेर भन्ला त्यही कुरा हो यहाँ हामीले के भन्छौँ त भनेर भन्दा डाइरेक्टली मेरो पोजिसनल भ्यालु कुन हो भनेर डाइरेक्ट भन्दिनँ मैले पहिला मेरो पोजिसनल भ्यालु कुन क्लासमा पर्छ भनेर भन्छु ठिक छ भन्नुको मतलब डाइरेक्टली मैले पोखरा भनिनँ मेरो घर कहाँ हो भनेर भन्दा मैले पहिला कहाँ भने भन्दा नेपालमा हो भनेर भने जस्तै पहिला मैले मेरो पोजिसनल भ्यालु कहाँ हो भन्दा यही हो भनेर भन्दिनँ कि यहाँ पर्छ भनेर मैले भन्ने भयो कहाँ पर्छ त नि जस्तै यहाँ पर्छ कि यहाँ पर्छ कि यहाँ पर्छ कि यहाँ पर्छ कि यहाँ पर्छ भनेर भन्ने भयो त्यो पत्ता लगाउनको लागि के गर्नु पर्यो अरे भन्दा एउटा फर्मुला युज गर्नु पर्यो भन्ने कुरा कुन पोजिसनल भ्यालु तपाईँले पत्ता लगाउनु पर्यो त्यसको क्लास पत्ता लगाउनको लागि एउटा फर्मुला युज गर्नुहोस् भनेर भन्यो पहिला मिडियन पत्ता लगाउनु पर्यो अरे मलाई लेट अस से मिडियन मैले डाइरेक्ट मिडियन भनिनँ कि स्टेप नम्बर 2 मा के भने भन्दा क्लास अफ मिडियन क्याल्कुलेट गर्न थाले अब क्लास अफ मिडियन क्याल्कुलेट गर्ने बेलामा इन्डिभिजुअल सिरिज र डिस्क्रिट सिरिजमा n+1 को सिक्वेन्स चल्छ भन्यो भने कन्टिन्युअस सिरिजमा n चलाउनु पर्ने हुन्छ n इज डिभाइड बाई 2 कारण के हो भन्ने कुरो तपाईको मनमा अभियसली आउला उता +1 गर्नुपर्ने या नगर्नुपर्ने के होला त कारण भनेर भन्दा हाम्रो इन्डिभिजुअल सिरिज र डिस्क्रिट सिरिजमा मैले भन्न सक्छु ठ्याक्कै कुन कुन भ्यालु पर्यो भन्ने कुरो एक्ज्याक्टली मैले भन्न सक्छु जस्तै इन्डिभिजुअल सिरिजमा पनि मानव डाटाहरु के हुन्छ 1 2 4 7 8 भनेर भने अरे अथवा फेरि 8 भने फेरि 7 भने अरे यहाँ हाम्रो यहाँ भ्यालुजहरु के लिइन्छ भन्दाखेरि डिस्क्रिट भ्यालु लिइन्छ +1 गर्नुको लजिक त मैले भनिहाले यो 5 वटा औँलामा बिचको औँला कुन हो भनेर भन्दा 5/2 गर्दा 2.5 आउने भयो 5 + 1 गर्यो भने के हुन्छ 6 भयो 6/2 गर्दाखेरि 3 आउने भयो 3 किन मिडियन भयो भन्दा जताबाट गर्दा नि 1 2 3 यतै 1 2 3 यतै एउटै भ्यालु हाम्रो के भयो भन्दा बिचमा पर्ने भयो कारणले गर्दा +1 गर्नुस् भन्ने कुरो यहाँ +1 गर्नु नपर्नेको लजिक के हो त भनेर भन्दा यहाँ कुनै एउटा डिस्क्रिट भ्यालु यसले तपाईको लिने गर्दैन यहाँ जस्तै 9.5 देखि 19.5 भनेपछि यसले त जुन भ्यालु पनि लिन सक्ने भयो 9.5 देखि 19.5 सम्म अथवा 19.5 लाई छुमछुम गर्छ तर ठ्याक्कै 19.5 चाहिँ पर्दैन भन्ने कुरो भनेपछि जुन भ्यालु पनि पर्न सक्ने भयो यहाँ त्यही कारणले गर्दाखेरि अहिलेको जस्तो तपाईको चाहिँ +1 गरिराख्नु पर्ने तपाईको चाहिँ कारण छैन भन्ने कुरो हो त्यहाँ डिस्क्रिट भ्यालु लिन्थ्यो इन्डिभिजुअलमा भने नि डिस्क्रिट सिरिजमा भने पनि यहाँ एउटा रेन्ज अफ भ्यालु लिने भएको कारणले गर्दा +1 गरिराख्नु पर्ने कुनै औचित्य छैन भन्ने कुरा हो भन्छ गरौँ कति भयो 29 इज डिभाइड बाई 2 भन्छ n/2 लेख्ने होइन यहाँ आफ्नो बानीलाई सुधार गर्नुस् n/2 आफ्नो दाँतलाई सम्झिन टुथ आइटम भनेर भन्नु पर्यो भने के भन्दा 29/2 औं आइटम भनेको त्यहाँ 14.5 हो 14.5 आइटम भनेर भन्नु पर्यो अब तपाईको क्लास कहाँ पर्छ त भनेर भन्दाखेरि हामीले जसरी डिस्क्रिट सिरिजमा काम गर्दै त्यस्तै गर्ने हो यो 14.5 लाई क्युमुलेटिभ फ्रिक्वेन्सीमा खोज्ने अरे ठ्याक्कै पाइयो भने नि राम्रै भयो त्यसको करेस्पोन्डिङ डाटा भ्यालु x को क्लास नै मेरो क्लास अफ पोजिसनल भ्यालु ठ्याक्क पाइएन भने 14.5 भन्दा जस्ट ग्रेटर देन भने 17 भयो 17 को करेस्पोन्डिङ क्लास हाम्रो क्लास अफ के हो भनेर भन्दाखेरि पोजिसनल भ्यालु हो भन्छ क्लास अफ मिडियन के रहेछ 14.5 भन्दा जस्ट ग्रेटर देन 17 यसको करेस्पोन्डिङ कति हो भन्दा 39.5 देखि 49.5 therefore our class of positional value अथवा median is 39.5 देखि 49.5 अब यहाँ भन्ने हो 39.5 देखि 49.5 मा पर्छ भनेर भने त्यो भित्र कुन हो त नि जस्तै 39.5 हो कि आन्सर 40 हो कि 45 हो कि जर त्यो अमेरिकानेले मलाई के सोध्यो भन्दा नेपाल त नेपाल भित्र कहाँ त नि भनेर मलाई उले सोध्यो नि त्यस्तै हो मैले पोजिसनल भ्यालु तपाईको चाहिँ यो क्लासमा पर्छ त भने यो क्लास भित्र कहाँ कुन भ्यालु हो त नि भनेर मैले फेरि सोधेँ त्यसलाई नै हामीले के गर्यौं भनेर स्टेप नम्बर 4 बनायौं भन्छ अहिले सम्म हामीले के गर्यौं भन्दा तीनटा स्टेप पालना गर्यौं
फोर्थ स्टेपमा के गर्नु पर्यो त भनेर भन्दा यहाँ भित्र पनि कहाँ अथवा कति हो त नि भ्यालु भनेर पत्ता लगाउनको लागि के गर्ने अरे भन्दाखेरि एक्ज्याक्ट मिडियन कसरी पत्ता लगाउने भन्दा त्यो फर्मुला लगाउने अरे लोअर लिमिट प्लस यहाँ जे भ्यालु युज गर्नुभयो त्यही n/2 युज गर्नु भने n/2 नै हाल्नु पर्यो माइनस CF1 इज डिभाइड बाई F इन्टु H भनेर भने मैले यो त आई सपोज यो फर्मुलाहरू तपाईँले 7 क्लास 6 क्लास कति क्लासमा पढ्नु भएको हुनुपर्छ लोअर लिमिट कति हो 39.5 n/2 छुट्टै क्याल्कुलेट गर्नु परेन यही हालिसक्यो हामीले 14.5 CF1 भने के अब यसलाई बुझ्नु पर्यो CF1 भनेको तपाईको जुन क्लास पोजिसनल भ्यालु हो पोजिसनल भ्यालुको क्लास हो पोजिसनल भ्यालुको क्लास भनेको न यो मेरो क्लास अफ पोजिसनल भ्यालु हो यसको क्युमुलेटिभ फ्रिक्वेन्सी CF1 होइन अरे कसको चाहिँ हो त भनेर भन्दाखेरि नत्र CF लेख्थे होला मैले CF1 लेख्नुको मतलब के भनेर भन्दाखेरि जुन क्लासमा तपाईको पोजिसनल भ्यालु पर्यो त्यो क्लास भन्दा इमिडिएटली प्रिसिडिङ क्लासको क्युमुलेटिभ फ्रिक्वेन्सी इमिडिएटली प्रिसिडिङ भने प्रिसिडिङ त सबै हो तर इमिडिएट प्रिसिडिङको 9 हो ठीक छ भनेपछि 9 घटाउनु पर्यो रे त्यहाँ फर्मुलामा F भने फेरि के हो फ्रिक्वेन्सी पनि माथिको लिम भनेको हो र फ्रिक्वेन्सी चाहिँ हाम्रो कसको हो भनेर भन्दा जुन क्लासको पोजिसनल भ्यालु छ त्यही क्लासकै फ्रिक्वेन्सी लिनुहोस् भन्ने कुरो यो लिनलाई तपाईले के गर्नु पर्यो भन्दा ध्यान दिनु पर्यो क्युमुलेटिभ फ्रिक्वेन्सी चाहिँ माथिको फ्रिक्वेन्सी चाहिँ आफ्नै पोजिसनल भ्यालुकै क्लासको भन्छ के गर्नु पर्यो कति क्युमुलेटिभ फ्रिक्वेन्सी 9 आफ्नै क्लासको फ्रिक्वेन्सी 8 इन्टु हाइट अफ क्लास भने के हो भन्दाखेरि तपाईको पोजिसनल भ्यालुको क्लास साइज भनेको यो र योको ग्याप कति भयो 49.5 माइनस 39.5 भने 10 नै आउँछ ल सल्भ गरौँ त कति आउँछ एन्सर लास्टमा फाइनल एन्सर 46 point सर यो फर्मुला त हामीले युज गरिरहेको किन आयो त यो फर्मुला अथवा यो फर्मुलाले के भनिरहेछ भन्ने कुरोमा आयो अब पहिलेदेखि युज गरेको सर रट्टा हान्ने थिएँ मैले दिमागमा याद थियो यही नै हो फर्मुला भन्ने कुरो तर केही न केही हाम्रो मिनिङ त छ यो फर्मुलाको पनि अब के त यो फर्मुलाले के भनिरहेको छ भन्ने कुरोहरू बुझौँ है बुझ्न खोजौँ नबुझे ठिकै छ बुझ्न खोजौँ तर मानम यहाँ हामीलाई के भनेको छ भन्दाखेरि क्लास अफ क्युमुलेटिभ फ्रिक्वेन्सी कहाँ हो भन्दा 14.5 मा हो भनेर भने यहाँ पनि मैले लगाउने भनेको इन्टरपोलेसन टेक्निक नै हो खास गरी 14.5 मेरो के हो भन्दा क्लास अफ क्युमुलेटिभ फ्रिक्वेन्सी हो मैले 14.5 खोज्दै हिँडेँ कहाँ भनेर भन्दाखेरि यहाँ मैले 14.5 खोजेँ 14.5 तपाईको पाइन 14.5 भन्दा जस्ट ग्रेटर देन भ्यालु भने 39.5 देखि 49.5 17 को करेस्पोन्डिङ भ्यालु हो भन्ने कुरो अब हेर्नु यहाँ मैले के भन्ने भएँ भन्दा इन्टरपोलेसन लाउँछु है हेर्नुस् कसरी लाउँछु जब म क्युमुलेटिभ फ्रिक्वेन्सीमा 9 बाट 17 मा पुगे 9 बाट कहाँ हिँडे 17 मा हिँडे यहाँ म तपाईको क्लास वाइज मुभमेन्ट कति हिँडे भन्ने कुरो के गर्नु पर्यो भन्दा हेर्नु जस्तै मुभमेन्टको कसको बीचमा हेर्यो मुभमेन्ट क्युमुलेटिभ फ्रिक्वेन्सीमा कति हिँड्ने हो क्युमुलेटिभ फ्रिक्वेन्सी वाइज मुभमेन्ट र तपाईको के हेर्यो भनेर भन्दाखेरि भ्यालु वाइज मुभमेन्ट हेरेँ मैले जब म क्युमुलेटिभ फ्रिक्वेन्सीमा 9 देखि कहाँ पुगे 17 मा पुगे भने कति स्टेप हिँड्ने सर भनौँ त भनौँ त्यो यो फर्मुला मात्र लाएर हान्ने त तपाईले गरिसक्नु भयो नि त्यो त 6 क्लासमै पढेको कुरा हो किन
यहाँ हायर लेभलमा आएर त्यही कुरा दोहोऱ्याइतिरै पढ्नु पर्यो। तर त्यो लेभलमा मैले फर्मुला सम्झाउन थालेँ भने त्यतिखेर त्यो रिलेभेन्ट थिएन, किन भन्दा त्यति कन्साइज तपाईँहरूसँग आएको हुँदैन हो। अहिले त तपाईँसँग कन्साइज छ अथवा त्यो ग्रोथ दिमागको ग्रोथ भइसकेको हुन्छ भनेपछि अब त गर्न सक्यो कुरा। जब म क्युमुलेटिभ फ्रिक्वेन्सीमा 9 देखि 17 मा हिँडेँ भने कति स्टेप हिँडेँ? 8 स्टेप हिँडेँ। तब म भ्यालु वाइज कति हिँडेँ त? भ्यालु वाइज म 39.5 बाट कहाँ पुगेँ त? 49.5 मा पुगेँ। 49.5 पुगेँ कहाँबाट? 39.5 मा भनेर 10 स्टेप हिँडेँ हो, यही कुरो। तर मलाई हिँड्नु पर्ने 9 देखि 17 मा थिँदै थिएन हो। मानव एउटा बस कहाँ जान्छ अरे भन्दा पोखरादेखि काठमाडौँ जान्छ अरे, मेरो घर कहाँ हो भनेर भन्दाखेरि बिचमा लेटस से पोखरादेखि काठमाडौँको कति किलोमिटर छ अरे भन्दा 8 किलोमिटर छ अरे, कहानी न हो, अथवा 8 किलोमिटर भएको डिस्टेन्स भनिदिउँ न। तर म पुग्नु पर्ने के थिएन भन्दा काठमाडौँ पुग्नै पर्ने थिएन, बिचमा म कहाँ झर्या हुन्थ्यो भन्दाखेरि मानव दमौलीमा झर्या हुन्थ्यो अथवा तपाईँको मलेकुमा झरे हुन्थ्यो भन्ने कुरो भयो। मेरो घर तपाईँ काठमाडौँ पुग्नै पर्थेन भनेपछि के म त्यो बसमा चढेर काठमाडौँ पुग्नुपर्छ भन्ने त छैन। म हिँड्नु पर्ने खास गरी मलाई चाहिएको भ्यालु त 14.5 हो नि। तपाईँले खोजेको कहाँ हो? मैले खोजेको के हो भन्दा 14.5 हो। 14.5 तपाईँको चाहिँ हाम्रो म पुग्नु पर्ने 9 देखि 17 मा पुग्नु पर्ने जरुरी नै थिएन भन्ने कुरा। अब युनिटरी मेथड नै हो, मैले भने इन्टरपोलेसन भनेको। मैले यदि क्युमुलेटिभ फ्रिक्वेन्सी वाइज एक स्टेप मुभमेन्ट गरेँ भने भ्यालु वाइज कति मुभमेन्ट भएको भने भयो? यो 8 हुँदा यो 10 छ भने 8 स्टेप मैले क्युमुलेटिभ फ्रिक्वेन्सी वाइज मुभमेन्ट गरेँ भने भ्यालु वाइज 10 स्टेप मुभमेन्ट गर्दो रहेछु भने यहाँ मैले एक स्टेप मुभमेन्ट गरेँ के अनुसार? क्युमुलेटिभ फ्रिक्वेन्सीमा एक स्टेप मात्र मुभमेन्ट गरेँ भने यहाँ कति मुभमेन्ट हुने भयो भन्दाखेरि 10/8 हो भने 49.5 माइनस 39.5 इट इज 10। यसलाई के डिभाइड गर्नुपर्ने रहेछ? 17 माइनस 9 8ले तपाईँको डिभाइड गर्नुपर्ने रहेछ। तर युनिटरी मेथड लाउनु भन्नुको मतलब म हिँड्नु पर्ने कहाँ थियो त? पुग्नु पर्ने म 9 बाट कहाँसम्म थियो? 14.5 सम्म पुग्नु पर्ने थियो भने कति स्टेप हिँड्नु पर्ने थियो तपाईँको क्युमुलेटिभ फ्रिक्वेन्सी वाइज भनेर भन्दाखेरि द्याट इज 5.5 हो। 5.5 स्टेप हिँड्नु पर्ने थियो भनेर भन्यो भने भ्यालु वाइज म मुभमेन्ट कति गर्नुपर्ने थियो साथीहरू? ल भन्नुहोस् भनेर भन्यो भने भ्यालु वाइज कति हुनुपर्ने थियो भन्दाखेरि यही 1 हुँदा यो हुन्छ भने 5.5 हुँदा यसलाई मैले 5.5 ले मल्टिप्लाई गर्नु पर्यो परेन? पर्यो। 49.5 माइनस 39.5 इज डिभाइडेड बाई यो भने के हो? 8 हो इन्टु 14.5 माइनस कति आयो भन्दाखेरि 9 आयो। अब के भन्नु पर्यो त मैले भन्दाखेरि यदि तपाईँ क्युमुलेटिभ फ्रिक्वेन्सी वाइज 9 बाट 14.5 मा जाने हो भने भ्यालु वाइज कति मात्र एक्स्ट्रा हिँड्ने हुन्छ अरे भन्दा यति हिँड्ने हुन्छ भन्ने कुरो आयो। जब म क्युमुलेटिभ फ्रिक्वेन्सी वाइज 9 मा हुन्छु, 9 भनेको म्याक्सिमम भ्यालु हो नि, यो म्याक्सिमम भ्यालु हुँदाखेरि यहाँ मैले क्युमुलेटिभ फ्रिक्वेन्सी 9 आयो भन्नुको मतलब त्यसको पोजिसनल भ्यालु कति हो भन्दा यो त म्याक्सिमम इज 39.5 हो। यो 9 हुनु भनेको क्युमुलेटिभ फ्रिक्वेन्सी 9 हुनु भनेको यसको करेस्पोन्डिङ भ्यालु कति हो? 39.5 हो। जब मलाई थाहा छ मेरो क्युमुलेटिभ फ्रिक्वेन्सी करेस्पोन्डिङ, मैले त यहाँ भ्यालु र कसको तपाईँको रिफ्लेक्सन हेरिरहेको छु, भ्यालु र क्युमुलेटिभ फ्रिक्वेन्सीलाई करेस्पोन्डिङली हेरिरहेको छु भनेपछि यो क्युमुलेटिभ फ्रिक्वेन्सी 9 हुँदा यो 39.5 हुन्छ भने हाम्रो क्युमुलेटिभ फ्रिक्वेन्सी 14.5 हुँदा यो 39.5 भन्दा ज्यादा हुनु पर्यो कि परेन? पर्यो। त्यो त थाहा छ मलाई। तर 39.5 भन्दा ज्यादा भनिरहँदाखेरि के 49.5 भन्दा नि ज्यादा हुन सक्छ त? सक्दैन नि। मलाई थाहा छ के भनेर भन्दा 9 तपाईँको क्युमुलेटिभ फ्रिक्वेन्सी हुँदा करेस्पोन्डिङ तपाईँको चाहिँ पोजिसनल भ्यालु कति हो? 39.5 हो भने मलाई थाहा छ मेरो क्युमुलेटिभ फ्रिक्वेन्सी त 14.5 हो रे करेस्पोन्डिङ भनेपछि 14.5 हो भने क्युमुलेटिभ फ्रिक्वेन्सी करेस्पोन्डिङ डाटा भ्यालु एक्स 39.5 भन्दा ज्यादा हुनु पर्यो कि परेन त? पर्यो। तर के 49.5 भन्दा ज्यादा हुन सक्छ त? सक्दैन। किन भन्दा 49.5 भने म्याक्सिमम भ्यालु 17 हुँदाखेरि बल्ल 49.5 हुन्छ। मलाई त के थाहा छ भन्दा मेरो भ्यालु त 14.5 हो भन्ने थाहा। 14.5 को करेस्पोन्डिङ डाटा भ्यालु एक्स हो भन्ने थाहा छ भनेपछि
मैले के भने त भन्दाखेरि तपाईले यहाँ 9 बाट एक्स्ट्रा 5.5 हिन्नु भएको छ भने नि भ्यालु वाइज कति मात्र हुनु पर्थ्यो भन्दाखेरि 9 को करेस्पोन्डिङ भ्यालु भनेको 39.5 हो। यो 39.5 मा यति तपाईको चाहिँ क्युमुलेटिभ फ्रिक्वेन्सी वाइज मुभमेन्ट हुँदा भ्यालु वाइज कति मुभमेन्ट भयो त्यति जोड दिनुस् भन्नु पर्यो। प्लस मैले के भने भन्दाखेरि दिस इज यही फर्मुलाको स्वरूप दिँदाखेरि के आयो भन्दाखेरि 14.5 minus 9 is divided by 8 into के हो 49.5 minus 39.5 यही गरेको हो कि हैन यहाँ यो लोअर लिमिट प्लस यहाँ के गर्यो क्युमुलेटिभ फ्रिक्वेन्सी सरी n/2 गर्दाखेरि चाहिँ फर्मुला आयो त्यही आयो माइनस क्युमुलेटिभ फ्रिक्वेन्सी अफ इमिडिएटली प्रिसिडिङ क्लास यहाँ जहिले नि 8 किन भयो भन्दाखेरि यो क्युमुलेटिभ फ्रिक्वेन्सीको डिफरेन्स भन्नु नै फ्रिक्वेन्सी हो कि हैन 17 मा 9 घटाउनु भन्नु नै यो क्लासको फ्रिक्वेन्सी हो कि हैन त मैले त्यही त गरे यहाँ 17 मा 9 घटाउँदाखेरि जहिले पनि के आउने रहेछ त्यही क्लासको फ्रिक्वेन्सी आउने भएको भएर मैले फर्मुलामा के भने 8 भनेर लेख्दे इन्टु क्लास साइज छँदैछ। यहाँ यत्रो लामो एक्सप्लेनेसन किन चाहियो फर्मुला हो भनेपछि सकिहाल्यो नि भन्ने कुरो हो तपाईको मनमा लाग्ला मैले भनिहालेँ यहाँ त काम चल्ला भविष्यमा काम चल्नेवाला छैन त्यो कुरा तपाईले बुझ्नुस् यो भविष्यको लागि हामीले गरिरहेका छौं। दिस कन्सेप्ट इज कल्ड इन्टरपोलेसन टेक्निक यसलाई भन्छ हामीले के इन्टरपोलेसन टेक्निक भन्छ। इन्टरपोलेसन टेक्निकमा के गरिनु रहेछ भन्दा दुईटा चीजको कम्प्यारिजन गरिनु रहेछ जस्तै क्युमुलेटिभ फ्रिक्वेन्सी यति हुँदा भ्यालु वाइज मुभमेन्ट कति होला हो यस्तै हामीले के गर्छौं होला भन्दा हेर्छौं होला मानव डिमान्ड यति हुँदा प्राइस यति हुन्थ्यो भन्यो भने त्यो हुँदा कति होला भन्ने कुरामा नि हामीले इन्टरपोलेसन लाउन सकौँला। ल अगाडि बढौँ है त अहिलेलाई बुझेन ठिक नबुझेन ठिक यताको साइडको कुरा है। अब त्यसो भए अगाडि बढौँ त अब त के छ र यो क्वेशनमा अब जान्छ र भन्नुस् यहाँ यसरी नै मैले क्लास अफ के भन्नु पर्यो अब D3 भन्नु पर्यो थर्ड डेसाइल क्लास भन्नु पर्यो कसरी गर्ने डेसाइलले कति टुक्रा पार्छ n इज डिवाइडेड बाइ 10 टुक्रा प्लस 1 गर्ने कि नगर्ने नगर्ने हाम्रो कन्टिन्युअस सिरिज डाटामा थर्ड डेसाइल भने 3 ले मल्टिप्लाई गर्नु पर्यो भनेपछि 3 इन्टु n भने 29 इज डिवाइडेड बाइ 10 यति आउँ आइटम यहाँ पनि आइटम लेखौँ न नछुटाउनु होला भने कति भयो 8.7 आइटम सर 8.7 क्युमुलेटिभ फ्रिक्वेन्सीमा कहाँ देखियो त्यो त देखिएन सर 8.7 भन्दा जस्ट ग्रेटर देन भने 9 हो भने करेस्पोन्डिङ कति रहेछ क्लास 29.5 देखि 39.5 देयरफोर क्लास अफ दिस 8.7 को करेस्पोन्डिङ क्लास भने के भयो 29.5 देखि 39.5 ठीक छ। अब एक्ज्याक्ट D3 निकाल्नु पर्यो फेरि मलाई के गर्ने त भन्दा लोअर लिमिट प्लस यहाँ जे युज गर्यो त्यही सही छ नि माथि जे युज गर्यो त्यही भन्नुको मतलब 3n इज डिवाइडेड बाइ 10 माइनस CF1 इज डिवाइडेड बाइ F इन्टु H लोअर लिमिट कति 29.5 प्लस 3n/10 निकालेर राख्नु परेन डाइरेक्टली 8.7 आयो माइनस CF1 भनेको आफ्नो भन्दा क्युमुलेटिभ फ्रिक्वेन्सी माथिको कुन आयो यहाँ हेरेर भन्नु पर्यो यो हो मेरो क्लास अफ पोजिसनल भ्यालु भनेपछि 6 इज CF1 3 इज F 6 घटाउने डिवाइडेड बाइ 3 इन्टु हाइट अफ क्लास चाहिँ 10 नै भयो ल कति आयो आन्सर 38.5 यसरी नै आफै गर्नुस् तपाईको चाहिँ अर्को दुईटा मैले छिटो गर्नेले क्लासकै भइसक्यो हैन भने ढिलो गर्नेलाई होमवर्क भनेर भन्दिए होमवर्क पाउँदा नि आज अचम्मै लाग्छ होला तपाईहरुलाई ठीक छ। दिस इज ओभरअल रूपमा हामीले के गर्यौं त भनेर भन्दा फेरि
हाम्रो टेक अवे भित्रको कतिवटा टेक अवे भइयो त भनेर भन्दा सुरुमा मैले भनेको थिएँ एबिसीमा हाम्रो के भ्याइयो मिन अर्थमेटिक मिन भ्याइयो जोमेट्रिक मिन भ्यायो इन्डिभिजुअल डिस्क्रिट र कन्टिन्युअसको लागि पोजिसनल भ्यालु चारैवटा गरियो कसको लागि इन्डिभिजुअल डिस्क्रिट कन्टिन्युअस अब के बाँकी रह्यो त त्यसो भए अब बाँकी रह्यो मोड मोड पनि के को लागि त्यही हो इन्डिभिजुअल डिस्क्रिट कन्टिन्युअस ल गरौँ मोड mod I number for individual series. Simply individual series को लागि mod भनेको हो the data value x which repeats the most is the mod. सबभन्दा जुन रिपिट धेरै हुन्छ त्यही मोड हो। इक्जाम्पलमा मैले भने 2 5 7 7 6 5 7 ल यसको मोड भनौँ सबभन्दा धेरै को रिपिट भयो 7 रिपिट भयो त मोड पनि 7 भयो mod is equal to 7 किन as it repeats the most सामान्य त हेर्रै पत्ता लगाउन सकियो एकै नजरमा तपाईको चाहिँ हाम्रो मोड पत्ता लगाउन सकिन्छ रहेछ एकै नजरमा माया मात्र बस्दैन कहिलेकाहीँ मोड पनि पत्ता लाग्छ भन्ने कुरा ठीक छ अब कुरा आयो के भनेर भन्दाखेरि कहिलेकाहीँ मोड बिरामी हुन्छ अरे ठीक छ मान्छे बिरामी कहिले हुन्छ भन्दा उ यस्तो क्लास आएन भने अब बिरामी भयो कि पानी परेर झ्याउलाएर नआएको आई डोन्ट नो तर हरेक चीजको आफ्नो सिम्पटम हुने भयो मैले एउटा सिम्पटम मात्र भने के भनेर भन्दा क्लासमा नआउनु इज वान अफ द सिम्पटम्स अफ माइट बी स्टुडेन्ट्स हेज बिकम इल भन्ने कुरोहरु भयो त्यस्तै मोड कहिलेकाहीँ तपाईको बिरामी हुने अवस्था भन्ने कुरोहरु भयो व्हेन इफ मोड इज इल डिफाइन्ड then it is calculated as follows for all series of data हरेक प्रकारको डाटालाई हामीले के गर्न सक्छौं इन्डिभिजुअल होस् डिस्क्रिट होस् कन्टिन्युअस होस् अल भनेको बुझ्नुहुन्न र बुझिन्छ भन्छ यदि इल डिफाइन्ड भयो भने मोड कसरी निकाल्ने अरे भनेर भन्दाखेरि एज फलोज भन्ने कुरोहरु मोड इज इक्वल टु 3 मिडियन माइनस 2 मिन गरेर निकाल्ने अरे तर जहिले पाए त्यहीले हैन नि बिरामी भयो भने नै यो औषधि हो के को लागि भन्दा यो फर्मुलाले मोड निकाल्नलाई हेल्प गर्छ भन्ने कुरा सर इल डिफाइन्ड कहिले हुन्छ भन्ने कुरा Mod is ill-defined in following cases. In case of individual series data, mod is ill-defined in following cases. यो अवस्थामा तपाईको चाहिँ के हुने भयो भन्दा mod ill defined भयो भनेर भन्छौं एक नम्बर if no data repeats कुनै पनि डाटा रिपिटै भएन रे मानव एक्जाम्पलमा भने मैले 1 2 5 7 8 यसको मोड कुन सबै के हो भन्दा बराबर रिपिटेसन छ कि छैन सबै एकचोटी हो अथवा रिपिटै भएन भनेर भनौं यो हाम्रो के भयो भनेर भन्दाखेरि
दिस इज तपाईँको केस अफ मोड बिङ इल डिफाइन्ड 2 नम्बर if 2 or more number repeats the highest number of time जस्तै मैले इक्जाम्पलमा लिए मानौँ 1 2 2 4 4 5 भनेर भने अब यहाँ मोड कुन 2 पनि के भयो दुईचोटि रिपिट 4 पनि दुईचोटि रिपिट मोड कुन या 4 ठुलो हो यसले जित्ला नि भन्ने कुरोहरू हुँदैन होला त्यो त हाम्रो त्यो 3 के अरे त्यसको नाम तारे जमिन परको एउटा बच्चाले कति 3x3 गर्दा यताबाट आयो यता आयो त्यो तपाईँको ठोकियो यसले जित्छ होला भनेर त्यही एन्सर भनेर भने जस्तो भयो भनेपछि के रहेछ भनेर भन्दाखेरि यो केसेसमा 2 पनि दुईचोटि रिपिट 4 पनि दुईचोटि रिपिट भनेपछि दुईटा अथवा दुईटा भन्दा बढी नम्बर रिपिट्स द हाइएस्ट नम्बर अफ टाइम भयो भने यतिखेर पनि मोड इल डिफाइन्ड हुन्छ यो केसमा यो फर्मुला युज गर्ने भनेर भने यो फर्मुला युज गर्न सकिन्न र मैले मिन क्याल्कुलेट गर्न सिकाइसकेँ मिडियन क्याल्कुलेट गर्न सिकाइसकेँ ढ्याक्क हाल्नुहोस् तपाईँको चाहिँ एन्सर आउने भयो यो दुईटै अवस्थामा होइन भने नै गाह्रो हिँड्छ भन्ने कुरा आयो 2 नम्बर for discrete series data डिस्क्रिट सिरिज डाटाको लागि मोड क्याल्कुलेट गर्ने कसरी त भन्ने कुरो आयो एउटा छ तपाईको बाइ इन्स्पेक्सन हेरेर सिम्पली मोड is the data value x corresponding to the frequency which is highest यही हो सामान्य रूपमा जस्तै मैले भने x भने 2 4 5 र 3 भने यसको फ्रिक्वेन्सी तपाई कति दिएको रहेछ भन्दाखेरि लेट अस से 5 7 2 र 4 भनेर भन्यो यो फ्रिक्वेन्सी भने के हो फ्रिक्वेन्सी भन्नु नै नम्बर अफ रिपिटेसन हो कि होइन हो भन्छ सबभन्दा हाईएस्ट कुन छ 7 चोटी रिपिट भछ 4 भन्छ आन्सर 7 हो कि 4 हो 4 हो भन्छ हामीले के भन्यौ भन्दा मोड इज द डाटा भ्यालु x करेस्पोन्डिङ द फ्रिक्वेन्सी व्हिच इज हाईएस्ट भन्नु सबभन्दा हाईएस्ट जुन छ त्यही नै तपाई के हो रे भनेर भन्दा मोड हो भन्ने कुरा अर्को छ तपाईको के भनेर भन्दाखेरि हामीले मेथड अफ ग्रुपिङबाट पनि के गर्न सक्छौं भनेर भन्दाखेरि मोड क्याल्कुलेट गर्न सक्छौं भन्ने कुरो छ त्यति साह्रो इम्पोर्टेन्ट त होइन हेर्नु अर्को के हुन्छ भन्दाखेरि मोड बाइ ग्रुपिङ मेथड भनेर भने यो कहिले कहिले क्याल्कुलेट गर्ने भन्ने कुरोहरु आयो यो मोड बाइ ग्रुपिङ मेथड भनेर तपाईको युज गर्ने कहिले भन्दाखेरि यहाँ एकचोटी सर पहिला पढाउन यदि म्याक्सिमम फ्रिक्वेन्सी इज रिपिटेड भन्ने कुरा आयो जनरली यो कसको लागि हो भन्दाखेरि यो हाम्रो कन्टिन्युअस सिरिजको डाटाको लागि र तपाईको चाहिँ हाम्रो के भन्दाखेरि डिस्क्रिट सिरिज डाटाको लागि मैले कुरा गरिरहेको छु के भनेर भन्दाखेरि मेथड अफ ग्रुपिङ भनेर भन्यो कहिले अरे भन्दाखेरि यदि म्याक्सिमम नम्बर अफ फ्रिक्वेन्सी रिपिट भएको छ भने
अथवा म्याक्सिमम फ्रिक्वेन्सी अकर्स इन द तपाईँको बिगिनिङ अर एन्ड अफ द डिस्ट्रिब्युसनमा तपाईँको चाहिँ आएको छ भने म्याक्सिमम फ्रिक्वेन्सी सबभन्दा माथि अथवा सबभन्दा तल आयो भने भन्ने कुरोहरू भयो। यहाँ तपाईँको त्यस्तै इफ द इरेगुलारिटिज इन द फ्रिक्वेन्सी द्याट इज फ्रिक्वेन्सी अफ द भेरिएबल इन्क्रिजेस अर डिक्रिजेस इन द ह्याफेजार्ड म्यानर, यो तिनवटा अवस्थामा हामीले के गर्ने अरे भन्दाखेरि मेथड अफ ग्रुपिङ लगाउने भन्ने कुरा। यहाँ हामीले के गर्छौँ भनेर भन्दा 6वटा कोलम युज गर्छौँ। 6वटा कोलम युज गरेर चाहिँ हामीले काम गर्छौँ। यसलाई हामीले के गरौँला भन्दाखेरि भोलिको लेक्चरमा ल्याउँला। ठिक छ, मेथड अफ ग्रुपिङ भनेर भन्ने कसरी गर्ने भन्ने कुरो, यो इन्डिभिजुअल र डिस्क्रिट सिरिजलाई हामीले छुट्टै र कुन अवस्थामा गर्ने भन्ने कुरो ल्याउँला। अहिलेलाई के गरौँ भनेर भन्दाखेरि बाई इन्स्पेक्सन मेथड भनेर भन्यौँ। अर्को के हुन्छ भनेर भन्दाखेरि के भन्ने र अर्को भन्दाखेरि बाई द मेथड अफ ग्रुपिङ पनि मिल्छ भन्ने कुरोहरू भयो, जुन चाहिँ हामीले सर्टेन अवस्थामा मात्र गर्छौँ, सधैँ सधैँ तपाईँको गर्दैनौँ रहेछौँ भन्ने कुरो। नोट mod can be calculated, can also be calculated in discrete series data and continuous series data by the method of grouping in the following special circumstances. यो अवस्थामा हामीले के गर्छौँ अरे भनेर भन्दाखेरि मेथड अफ ग्रुपिङ पनि लाउन सक्छौँ भनेर भन्ने कुरो भयो। के छ त यसमा फलोइङ स्पेसिफिक सर्कमस्टान्सेसमा हामीले के भन्यौँ, तीनटा अवस्था भनेर भन्यौँ। एउटा अवस्था इफ हाइएस्ट फ्रिक्वेन्सी appears at first or at last, कि सबभन्दा पहिला हाइएस्ट फ्रिक्वेन्सी आउँछ अरे कि सबभन्दा अन्तिममा आउँछ अरे भन्ने कुरो भयो। यस्तो अवस्थामा हुन सक्ला। अर्को अवस्था भनेको हामीले के भन्यौँ भनेर भन्दाखेरि हाइएस्ट फ्रिक्वेन्सी कि त सुरुमा कि त अन्तिममा भनेर भन्यौँ। कि त तपाईँको चाहिँ हाम्रो मोड के हुन्छ अरे भन्दा सर फ्रिक्वेन्सी ह्याफेजार्ड म्यानरमा इन्क्रिज अथवा डिक्रिज भयो। इफ फ्रिक्वेन्सी increase or decrease in haphazard manner, haphazard manner भनेको अन्धाधुन्द। त्यस्तै अर्को के भन्ने सर्कमस्टान्सेस भन्दाखेरि इफ म्याक्सिमम फ्रिक्वेन्सी इज रिपिटेड, अथवा अर्को सर्कमस्टान्सेसमा के हुन सक्ला भन्दा if difference of value of maximum frequency and immediately lower frequency than the value of maximum frequency is quite low, यो अवस्थामा पनि कहिलेकाहीँ हामीले के गर्छौँ भन्दा ग्रुपिङ मेथड लगाउँछौँ। भने के हो सर भनेको के इक्जाम्पल पाउन भनेर भन्नुभयो भने जस्तै मैले डाटा भ्यालु एक्स भनेर भने यो कन्टिन्युअसलाई पनि हो डिस्क्रिटलाई पनि हो भनेर भने है मैले। हेर्नु हाइएस्ट फ्रिक्वेन्सी कि अन्तिममा कि सुरुमा आयो अरे। लेट अस टेक एन इक्जाम्पल। जस्तै एक्स भने यहाँ भने मैले 2 4 5 8 भने फ्रिक्वेन्सी मानौँ तपाईँको आयो अरे 1 2 त्यस्तै तपाईँको चाहिँ हाम्रो 1
र तपाईँको आयो एकैचोटि 10। यहाँ हाइएस्ट फ्रिक्वेन्सी कुनको हो? 8 को छ। तर यो 8 भन्ने फ्रिक्वेन्सी अन्तिमवाला हो नि त। अन्तिममा हाइएस्ट आयो अथवा सुरुमा हाइएस्ट आयो, यो पनि हुन सक्ला। मानव यहाँ 15 थपिदियो अरे, सुरुमा हाइएस्ट आयो। यो अवस्थामा हामीले के गर्न सक्छौँ भनेर भन्दाखेरि यो मेथड लाउन सक्छौँ, जुन हामीले भोलिको लेक्चरमा गरौँला भन्ने कुरा आयो। किनभने आजको लेक्चरमा हामीले यसलाई भ्याउँदैनौँ। त्यसपछि आयो इफ फ्रिक्वेन्सी इन्क्रिज एन्ड डिक्रिज इन हेफेजार्ड म्यानर, एउटै म्यानरमा नगइकन के हो भन्दाखेरि जस्तै यो पनि एउटा हेफेजार्ड म्यानरमा कहिले 15 छ, कहिले 2 छ, एकैचोटि 1 छ, त्यसपछि 10 छ। त्यो भने के हो भन्दाखेरि एउटा कुनै प्याटर्नमा गएन, हेफेजार्ड म्यानरमा आयो भन्ने कुरो आयो। अर्को म्याक्सिमम फ्रिक्वेन्सी यदि रिपिट भयो अरे, जस्तै यहाँ पनि 15, यहाँ पनि 15 हुने अवस्था आयो अरे भने डिस्क्रिट सिरिजको केसमा हामीले कहिलेकाहीँ के गर्न सक्छौँ, यो नि 15 यो नि 15 आयो भने ग्रुपिङ मेथड लगाएर तपाईँको चाहिँ हाम्रो मोड निकाल्न पनि पाइयो भन्ने कुरा आयो। र लास्टमा यदि तपाईँको म्याक्सिमम फ्रिक्वेन्सी र इमिडिएट लोवर फ्रिक्वेन्सीको बिचमा तपाईँको चाहिँ डिफरेन्स एकदम न्यून छ, मानौँ यो 15 यो चाहिँ 14 आयो अरे, यो आयो 10 ल भनेपछि यो 15 र 14 को बिचमा ग्याप के छ? थोरै छ नि। म्याक्सिमम फ्रिक्वेन्सी 8, जस्तै 15 को म्याक्सिमम फ्रिक्वेन्सी भएको करेस्पोन्डिङ कति हो? 8 हो एन्सर। ठिक छ, तर थोरै मात्र अन्तर छ नि यो 15 र 14 को बिचमा त। भने पनि हामीले के गर्न सक्छौँ भनेर भन्दा एकचोटि चेक गर्न सक्छौँ तपाईँको ग्रुपिङ मेथडबाट भन्ने कुरा आयो। ठिक छ, भनेपछि तर जाँचमा हामीले के गर्छौँ भन्दा अनलेस एन्ड अदरवाइज तपाईँको चाहिँ स्पेसिफिकल्ली ग्रुपिङ मेथड लगाऊ नभनेसम्म हामीले के गर्दैनौँ भन्दाखेरि लगाउँदैन। नोट भनेर लेखौँ, नोट we won't use the method of grouping त्यो मैले भनेको नेपालमा भनेको we don't use the method of grouping unless and otherwise specifically instructed by the question. क्वेसनले नै ल मेथड अफ ग्रुपिङ लगा भन्यो नि त मान्नै पर्यो। होइन भन्यो भने तपाईँको चाहिँ नर्मल मेथडबाट हामी जान्छौँ, द्याट इज युज नर्मल मेथड। नर्मल मेथड भनेको भनिहाल्यो इन्सपेक्सन मेथड भयो, अर्को गनेर भयो। भनेपछि अब आउनुहोस् नर्मल मेथड भित्र पनि त्यसो भए कन्टिन्युअस सिरिजलाई के गर्ने भन्ने कुरा। थर्ड वान कन्टिन्युअस सिरिज डाटा। मैले भनिराख्नु पर्दैन इन्क्लुजिभ भयो भने एक्सक्लुजिभमा लैजाऊ, त्यो त सबैलाई भयो। भनेपछि हामीले यहाँ पनि पहिला के गर्छौँ भन्दाखेरि के मिड पोइन्ट लिने होला त कन्टिन्युअस सिरिज डाटामा। मैले के भन्थेँ, मोडको केसमा मिड पोइन्ट लिँदैन, डिस्क्रिट सिरिजमा रूपान्तरित हुन्न, पोजिसनल भ्यालुमा नि हुन्न। यो दुईटा बाहेक अरू सबै ठाउँमा हुन्छ भनेपछि त कुरो बुझिहाल्नु भयो। भनेपछि स्टेप 1
पहिला हामीले के गर्छौँ भन्दा अहिलेको जस्तै त्यो अमेरिकानेलाई जे भनेको थियो त्यस्तै काम फेरि यहाँ गर्छौँ। पहिला के भन्दा लोकेसन अफ मोडल क्लास भन्छौँ। एमओडिएल भनेको त अर्को ऱ्याम्प वाक गर्ने त्यो मोडलको कुरा गरेको होइन मैले। ठिक छ, भन्नुको मतलब जुन क्लास मोड हो त्यहीलाई हामीले मोडल क्लास भन्छौँ। मोडल क्लास इज द क्लास with highest frequency. Simply highest frequency भएको क्लास नै मोडल क्लास हो भन्ने कुरो हो। स्टेप 2, सेकेन्ड स्टेप, लोकेसन अफ एक्ज्याक्ट मोड within the model class. त्यो मोडल क्लास भित्र पनि एक्ज्याक्ट मोड कहाँ हो त भन्ने कुरो भयो। इज डन बाई युजिङ द फलोइङ फर्मुला। यो फर्मुला लाउनुहोस् भन्ने कुरो आयो। भनेपछि फर्मुला के रहेछ त भन्दा मोड इज इक्वल टु एक्ज्याक्ट मोड भनेको कसरी निकालिन्छ, लोअर लिमिट प्लस के गर्ने भन्दा हामीले भन्न सक्छौँ दुई ढङ्गले, डेल्टा 1 इज डिभाइड बाई डेल्टा 1 प्लस डेल्टा 2 इन्टु एच भन्न पाइयो, वेयर डेल्टा 1 भनेको के हो एफएम माइनस एफ1, डेल्टा 2 भनेको के हो एफएम माइनस एफ2। जोहरी सम्झिनुहोस्, यसलाई नै मैले अगाडि बढाएँ भने के हुनु पर्यो, लोअर लिमिट प्लस डेल्टा 1 भनेको एफएम माइनस एफ1, डेल्टा 1 प्लस डेल्टा 2 भनेको एफएम माइनस एफ1 प्लस एफएम माइनस एफ2 जोड्दा के भयो 2एफएम माइनस एफ1 माइनस एफ2 इन्टु एच भयो। ठिक छ, भनेपछि एफएम माइनस एफ1 हजुर मोडल क्लासको फ्रिक्वेन्सी हो, आउँदैछ नि हाम्रो, वेयर सर एफएम भने के हो फ्रिक्वेन्सी अफ मोडल क्लास, एफ1 भने के हो फ्रिक्वेन्सी अफ प्री मोडल क्लास, F2 भने के भयो फ्रिक्वेन्सी अफ पोस्ट मोडल क्लास। नोट भनेर भने if either F1 or F2 cannot be calculated, either use के काम गर्न सकिन्छ भनेर भन्दा either use method of grouping for calculation of mode, or use the formula mode is equal to 3 median minus 2 mean by considering it as ill-defined.
ल यो भने के भन्ने कुरा आयो यहाँ जे कुरा लेखियो त्यसलाई तपाईको बुझ्न थाल्नु by considering it as ill defined भन्ने कुरा हो यदि f1 र f2 पत्ता लगाउन सकिन्न भने नसक्नुको कारण तपाईले नआएर हैन कि नसक्नुको कारण प्राविधिक रूपमा त्यस्तै तपाईको चाहिँ हाम्रो के थियो भन्दा निकाल्न नसक्ने अवस्था थियो can't be calculated then भनेर लेख्नु पर्यो either use method of grouping for calculation of mode or use the formula यति by considering it as ill defined भन्ने कुरा हो एक्जाम्पल लिए मैले एक्जाम्पलमा मानौं हाम्रो डाटा भ्यालु x दिएको छ 10 देखि 20 त्यस्तै 20 देखि 30 30 देखि 40 त्यस्तै 40 देखि 50 भनेर भन्यो 50 देखि 60 भनेर भन्यो यसको फ्रिक्वेन्सी दियो लेख्दै जाउँ यहाँ दिएको छ 2 5 6 त्यस्तै दियो 3 र 4 ल भन्नु यहाँ मोडल क्लास कुन मोडल क्लास भनेको यस्तो क्लास जसको फ्रिक्वेन्सी हाईएस्ट छ भनेपछि हाम्रो मोडल क्लास कुन हो यो हाम्रो मोडल क्लास भयो यो मोडल क्लासको फ्रिक्वेन्सीलाई हामीले के भन्नु पर्यो जुन मोडल क्लासको फ्रिक्वेन्सी छ यसलाई हामीले एफएम भन्नु पर्यो जुन सबभन्दा हाईएस्ट रिपिट छ त्यो नै हाम्रो के हो रे भन्दा मोडल क्लास हो र त्यो मोडल क्लासको फ्रिक्वेन्सी नै हाम्रो एफएम हो भनेपछि प्री मोडल क्लास कुनलाई भन्ने भन्दा ठ्याक्क त्यो भन्दा माथिको क्लास हाम्रो के भयो भन्दा प्री मोडल क्लास हो यो दिस इज प्री मोडल मोडल भन्दा माथिको यता यो के हो पोस्ट मोडल क्लास मोडल क्लास भन्दा तल भन्छ यसलाई नै प्री मोडल क्लासको फ्रिक्वेन्सीलाई f1 भनेर भन्यौ पोस्ट मोडल क्लासको फ्रिक्वेन्सीलाई f2 भनेर भन्यौ ठीक छ भनेपछि अब हामीले एक्ज्याक्ट मोड कसरी पत्ता लगाउने त भनेर भन्दा एक्ज्याक्ट मोड भने हामीले के गर्नु पर्यो रे भनेर भन्दा यहाँ मैले l लाई डिफाइन गरिन l भने के हो त वेयर भनेर तपाईको चाहिँ भन्ने क्रममा l भनेको लोअर लिमिट अफ मोडल क्लास हो h भने के हो सर क्लास साइज अफ मोडल क्लास ठीक छ यो पनि थप्न सक्नुहुन्छ तर सायद बुझ्नु भयो होला l भनेको लोअर लिमिट अफ मोडल क्लास h भनेको क्लास साइज अफ मोडल क्लास भन्ने कुरो भयो अब भन्नुस् यहाँ मोड भनेको मैले भने मेरो मोडको क्लास कुन हो रे मोडको क्लास भन्दा 30 देखि 40 30 देखि 40 मा ठ्याक्कै मोड कुन त नि भनेर पत्ता लगाउनलाई के गर्नु पर्यो रे ल यो फर्मुला लाउने रे लोअर लिमिट प्लस fm minus f1 is divided by 2fm minus f1 minus f2 into h भन्ने फर्मुला लाउने अरे भन्ने कुरा आयो त्यसो भए लोअर लिमिट कति छ 30 छ फ्रिक्वेन्सी अफ मोडल क्लास कति 6 प्री मोडल क्लास को फ्रिक्वेन्सी 5 is divided 2 times मोडल क्लास को फ्रिक्वेन्सी 2 6 जा 12 माइनस प्री मोडल क्लास को फ्रिक्वेन्सी 5 पोस्ट मोडल क्लास को फ्रिक्वेन्सी कति 3 इन्टु हाइट अफ क्लास भनेर भन्यो 40 र 30 को ग्याप कति छ 10 भन्छ कति आयो 10 भागा 4 हो 32 पॉइंट कति 5 इज योर आन्सर यहाँ के गाह्रो छ र जस्ट मैले के गरे भनेर भन्दा फर्मुला युज गरे फर्मुला युज गरेर जे गर्नुपर्ने काम गर्ने अब कुरा के आयो भन्दा यहाँ एउटा मैले के गर्दिए भन्दा यो क्वेशनमा पहिला हेर्नुस् है यो क्वेशनमा केही चेन्ज गर्दिए मैले यहाँ 12 लेख्दिए फ्रिक्वेन्सी यहाँ 12 हुने बित्तिकै एफएम कति हो फ्रिक्वेन्सी अफ मोडल क्लास कति हो 12 भयो 12 हुने बित्तिकै हाम्रो पोस्ट मोडल क्लास f2 कति हुने भयो पोस्ट मोडल क्लास को फ्रिक्वेन्सी 5 हुने भयो तर प्री मोडल क्लास कुन त यो भन्दा माथि केही छ र छैन भन्छ हामीले f1 त पत्ता लगाउन सकिएन यहाँ f1 सकियो र प्री मोडल क्लास यो भन्दा माथि के छ भन्ने कुरो पत्ता लगाउन सकिएन यस्तो एक्जाम्पलमा मैले यही एक्जाम्पलमा यहाँ 14 हालेर 1 4 14 भने अब मोडल क्लास कुन
भन्दा 50 देखि 60 र यसको फ्रिक्वेन्सी नै हाम्रो एफएम भनेको कुन भयो भन्दाखेरि 14 भयो। दिस इज द मोडल क्लासको फ्रिक्वेन्सी। अब यहाँ के पत्ता लगाउन सकिन्न त भन्दाखेरि यहाँ प्री मोडल क्लासको फ्रिक्वेन्सी त F1 त तपाईँको चाहिँ 3 भयो। पोस्ट मोडल क्लास F2 कति त छैन नि, सकिएन नि। भन्छ दुईटै एकैचोटि नसक्ने भन्ने होइन। मैले यहाँ के लेखेको छु भनेर भन्दा इफ आइदर कि F1 पत्ता लगाउन सकिन्न कि त F2 पत्ता लगाउन सकिन्न अरे। कहिले सकिन्न भन्दा किन भन्दा कि सुरुमा आउँछ कि त लास्टमा आउँछ हाइएस्ट फ्रिक्वेन्सी भयो भने के